केपी चोर देश छोड, ओली चोर देश छोड भन्दै थियो। मेरो घरको सामान चोरेर लाँदैछ चोरले है। मलाई ताजुब लाग्यो, कस्तो समय आएछ। मेरो घरको सामान उठाएर लाँदैछ, चोर्दैछ, केपी चोर देश छोड भन्दैछ। अब यस्ता तत्त्वहरूसँग कुनै बहस हुन्छ? तिनले सत्य बोल्लान् भन्ने तपाईँ अपेक्षा गर्न सक्नुहुन्छ? यत्रो सामान चोरेर कुद्या छ, चोर्दैछ, लुट्दैछ, अर्काको पसल लुट्छ, अर्काको डिपार्टमेन्टल स्टोर लुट्छ, अर्काको घर भेट्टाएपछि आगो लाउँछ। यही नेपाली कल्चर हो। सरकारी सम्पत्ति, सार्वजनिक सम्पत्ति, जनप्रतिनिधि, सर्वोच्च जनप्रतिनिधि संस्था संसद भवनमा आगो लाउँछ। के भनेको? डेमोक्रेसी र सर्वोच्च यो जनप्रतिनिधि संस्था चाहिँदैन भने होइन? त्यसका कार्यक्रम गर्नु पर्दैन भने होइन? एकातिर संसद भवनमा आगो लगाइन्छ, अर्कातिर संसद विघटन गरिन्छ। संसद विघटन गर्ने पहिलो माग राखिन्छ, पहिलो शर्त राखिन्छ। यो भनेको सोझै डेमोक्रेसी विपरीतको, यो भन्न मन लाग्दैन है। तर नेपाली संस्कृति, संस्कार, सभ्यता भन्दा बिल्कुल उल्टो यस्तो खालको क्रियाकलाप यो नेपाली क्रियाकलाप हुन्छ। झन्डा ओढेर सिंहदरबार जलाउने, झन्डा ओढेर सर्वोच्च अदालत जलाउने, झन्डा ओढेर अर्काको सम्पत्ति जलाउने अथवा संसद भवन जलाउने, झन्डा ओढेर चोर्न जाने, बियरका बोतल चोर्ने झन्डा बोकेर ओढेर, यो झन्डाको दुरुपयोग अथवा कति ढकोसलाबादी हुन् भन्ने कुरा नि। कति ढकोसलाबादी झन्डा ओढेर। तपाईँले देख्नुभएको होला नि,